हिँड्दै रमाइलो हुँदो रहेछ। हामी एक राउन्ड भएर निस्किन्छ होइन। आज मान्छे यति धेरै प्याक छ कि। हेलो गाइज, सबैलाई नमस्कार। फेरि धेरै समय पछाडि फेरि पनि एउटा भ्लग लिएर आएको छु। हामी चाहिँ त्यो रात दरबार र धरारा घुम्ने तयारीमा छौँ। त्यसै गरी हामी चाहिँ आज धेरै समय चाहिँ परिवार 3 जना अनि त्यसै गरी आमा र बुवा गर्दा हामी 5 जना हुन्छौँ होइन। यहाँ त्यसै गरी अब चाहिँ राजा आउने तयारी छ। कुनै बेला राजा आउन सक्छ। राजा आइसकेपछि हामी छिर्ने सम्भव धेरै कम हुन्छ। त्यो भएको कारणले चाहिँ हामी चाहिँ पूर्व तयारीमा पहिल्यै घुमेर आएर रात दरबार कस्तो रहेछ भनेर हेरेर आउने छु होइन। ल ठिकै छ, हामी अब यहाँबाट निस्किने छौँ। अनि हेर्दै गर्नु होला र कमेन्ट पनि गर्नु होला। कच्ची रोड सकेर अब हामी चाहिँ मेन रोडमा छिरिसक्यौँ होइन। अब यहाँदेखि चाहिँ बाटो काठमाडौँसम्म फिलिली हो। नमस्कार नमस्कार, घुम्नु जान्ला हामी। अनि यहाँनिर चाहिँ हामी चिन्ने एकजना हवलदार साहब हुनुहुन्थ्यो। हामी चाहिँ अब कीर्तिपुर नगरपालिका प्रवेश भयो होइन। यहाँबाट चाहिँ यो दक्षिणकाली नगरपालिका यो खरे खोलाबाट सकिन्छ पछाडि यता चाहिँ कीर्तिपुर नगरपालिका आयो। यसलाई चाहिँ तौडाहा भन्छ। तौडाको यहाँ पोखरी पनि छ। हामी यहाँनिर आइपुग्यो, बल्ख आइपुग्यो होइन। यहाँ बल्खबाट सर र हामी सहरभित्र छिर्छौँ। मेन सहर छिर्छौँ होइन। सहरको सिटीभित्र छिर्यौँ हामी मेन रिङ रोडबाट भित्र छिर्यौँ हामी। अब हामी चाहिँ रात दरबारको छेउछाउ आइपुग्यो। यहाँबाट हामी राइट छिर्छौँ होइन। यहाँ चोकमा आइपुग्यो। अलिकति अगाडि आएपछि हामी राइट टर्न हाल्छौँ। पार्किङ चाहिँ भित्र पाउँला नपाउँला। दरबार राजाले चाहिँ जनतालाई छोडेको कोसेली भन्ने चिनिन्छ होइन। आज हेर फर्स्ट डे आएर हामी चाहिँ दरबार राजा रानीको दरबार घुमेर चाहिँ फाइनली हामी सक्यो होइन। हामी चाहिँ फाइनली सक्यो होइन घुमेर। लगभग अब हामी हिँड्नु लाग्यो। अब गाडीभित्र छिर्यो होइन। यसरी हामी सबैजना यसरी छ होइन। यहाँनिर यसरी सबैजना परिवार आउनु, बुवाले आउनुभयो होइन। म पनि यसरी आइयो गाडीभित्र छिर्यो। रात दरबार बाहिर निस्किसक्यो हामी होइन। सबैजनाले चाहिँ राजा चाहियो भनेर पुरै आन्दोलन चलिरहेको छ। हजुरहरूलाई कस्तो लाग्छ होइन, हजुरहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ। टक्क लाएर हामी चाहिँ यहाँ धरारा आइपुग्यो। अब यहाँ कता पार्किङ छ, पार्किङ यस्तो गरी यस्तोमा त्यसरी अगाडि हिँड्छ। हामी धरारा जान्नलाई आइरहेछ। यहाँ बुवा हुनुहुन्छ अगाडि अगाडि। टिकट काट्छु। यहाँ म टिकट काट्छु। प्याक छ होइन। शनिबारको दिन चाहिँ यस्तो प्याक हुँदो रहेछ कि होइन। धेरै नै भिड छ। तर अघिको भन्दा अलिकति होलो भएछ टिकट काट्ने ठाउँको चाहिँ। अझै टिकट काटेर आउनु भएको छ। ल हामी चाहिँ भित्र यसरी प्रवेश भइसक्यो होइन। गेट यताबाट गेटबाट हामी भित्र आएर यसरी आएको छ। बुवा हुनुहुन्छ सबैजना। हामी यसरी हिँडेर जाँदैछु। माथि चाहिँ के रहेछ होइन। विषम वेट गर न यार, वेट गर, सँगै जाऊ। हिँडेर जाँदा चाहिँ लिपमा जाने भयो होइन। देखाउनुपर्छ। खोइ बाटो छोड्नुहोस् त, हामी हिँडेर जान्छु। चारजना 1 2 3
उहाँ बुवा सायद 4 जन। ल हामी चाहिँ प्रवेश गऱ्यौँ। कति तल भयो हिसाब गरेको पसिना निस्किन लाग्यो। हामी कति तल आयो थाहा छैन होइन। 8 तल। ल भर्खर 8 तल चढेको छ 20 तलमा 12 तल सिँगै बाँकी छ गाइस। हिँड्दै रमाइलो हुँदो रहेछ। भर्खर आधी भाषा आधी भाषा खै एकचोटि झ्यालबाट हेरौँ झ्याल कहाँ छ बाहिर दृश्य देख्दो रहेछ हेरौँ होइन। भयो गाह्रो भयो तिमीले त दिनमा एकचोटि चढ्ने ओह्राल्ने गर्नुपर्ने। हामी पेसा हाई मान्छे चाहिँ बिहान बेलुका यहाँ चढ्नु पर्छ। यहाँबाट हेरौँ एकचोटि कति तल आइपुग्यो। ल हामी 14औं तल आइपुग्यो। यहाँबाट हेरौँ न काठमाडौँको भ्यू। ओहो यो त किर्तिपुर यता साइमगु अनि कलङ्की यतापट्टि भक्तपुर ललितपुर। यतापट्टि दर्शक धर्मशाला होइन। यतापट्टि एयरपोर्ट कोटेश्वर। फेरि अगाडि बढ्नेछ। ल 20औं तलमा हामी चाहिँ माथि प्रवेश भयो। यसरी यसरी भने हामी एक राउन्ड घुमेर निस्किन्छ होइन। आज मान्छे यति धेरै प्याक छ कि फोटो खिच्दै हुनुहुन्छ। हामी धराएर घुमेर यसरी फर्क्यो होइन। यसरी फर्किँदैछौँ हामी ओर्ले अब अब लगभग निस्किने बेला भयो होइन। सबैजना लिफ्टको लागि सबैजना लाइन बसेको छ। ल हामी चाहिँ बाहिर निस्क्यौँ। बाहिर छोरा यता बसिरहेछ होइन। यसरी बसिरहेछ। अनि बुवा हामी घुमेर आयौँ। थकाइ लगाएर हामी बस्न सुरु भयो। अब म पनि बस्छु एकछिन। ल हामी यसरी पछाडिबाट निस्किनु पर्ने छ। खासमा निस्किने चाहिँ अर्कै बाटो रहेछ। हामी यताबाट आएर चाहिँ अलिक गल्ती गरेछौँ। फाइनली हामी बाहिर निस्किसक्यो।
हामी अब पार्किङतर्फ जाँदैछौँ गाडीतिर। अब हामी एकैचोटि अब घर पुग्ने छ होइन। हाम्रो भिडियोको एन्ड चाहिँ अब भलक पुगिसक्यो होइन। हामी फाइनली यहाँबाट हिँड्दैछौँ।